अश्विनको होटलमा चाहिँ फिलहाल चाहिँ अहिले पराठा आएको छ। तर कति दिनको भोक लागेको तिमीहरूलाई चाहिँ? साहिल कति दिनको भोकै छौ? ए चौरीको चाम यो छङ्गु हो? यो छङ्गुको पुच्छरतिर छुङ्गै साथी हो। अन्त ऊ परे बारी चाहिँ हिउँ देख्दैछ। डर लाग्ता है याक हेर्नुहोस् है। हामी चाहिँ अहिले हेलो एभ्रिवान शिवानी सम्पूर्णमा। अन्त हामी चाहिँ अहिले चाहिँ छङ्गु आइपुगेको छौँ। यता पछाडि चाहिँ यहाँ याकहरू चाहिँ डरलाग्दो डरलाग्दो। अन्त यहाँ हामी गुरुचेलाहरू आएको छौँ। करको बहिनी कहाँ गयो? ए याक चाहिँ यस्तो रहेछ। याकमा चढ्नु पनि पाउँदो रहेछ। पारीतिर पुरा हिउँ परिरहेको छ। डर लाग्छ। अहिले आउँछु नि। होइन डर लाग्छ नि त गाइस। हेलो गाइस, म चाहिँ अहिले छङ्गु आएको छु। पुरा जाडो रहेछ। अब हामी चाहिँ पुरा हिउँ भएको जानु आँटेको। यो चाहिँ हो अहिले चाहिँ हामी चाहिँ उयसमा छ घिर्लिङमा। म त पुरा डर लाग्दै थिएँ कि तर चलेपछि त मजा पाउँदो रहेछ। यहाँ त्यो चाहिँ फेद हो फेद। कस्तो डर लाग्दै थियो के पनि हुँदैन रहेछ है। होइन मलाई कस्तो रोटेटिङ जस्तै फोटो दामी आउँदैछ। गर न आम्मा जाडो चाहिँ भयो है। कसरी चाहिँ होला है? ए त्यस्तो म भरे फर्किँदा चाहिँ डर हुन्छ होला है जस्तो लाग्यो। ए म त कस्तो डर हुन्छ होला। फर्स्टमा आँखा चिम गरेको डरले चाहिँ हाइट हेर्नु हुँदैन। डर लाग्छ। बहिनी मजाले हेर्ने अन्त त्यतिकै त्यतिकै। यो चाहिँ घिर्लिङबाट देख्दैछ। कस्तो धुम्मिगा गयो दादा? धुमिरहेको छ साथी हो। तर यस्तो बेसी हिउँ चाहिँ हेर्नुहोस् न आम्बो साथी हो। हामी चाहिँ हिउँ खेलेर पनि राल चिकन भएर चाहिँ अलिक धुमिएको छ वेदर। तर हिउँ चाहिँ यस्तो बेसी छ। है प्रनिसा कस्तो लाग्दैछ? राम्रो लाग्दैछ। तर पुरा जाडो। फोटो सुटिङ हुँदैछ यहाँ चाहिँ साथी हो। हामी चाहिँ हिउँ बाकोमा आएर अलिक तर आज धुम्मिएको छ कि। हामी चाहिँ छङ्गु लेकमा छ अहिले चाहिँ। छङ्गुमा छ। अन्त चिनीमा हिँडेको जस्तो फिल आई फिल चाहिँ चिनीमा हिँडेको जस्तो हुँदैछ साथी हो। तर आज अलिकति धुम्मिएर चाहिँ राम्रो देखेन। पानी चुहेको हेर्नुहोस् न साथी हो। देख्नु हुँदैछ? यो कङ्गारुलाई कति जाडो हुँदै होला साथी हो। हेर्नुहोस् न हिउँमा भुँडी खोलेर बसिरहेको छ। हामी चाहिँ माथि आएको छौँ घिर्लिङमा चढेर। अन्त अब चाहिँ जान्छौँ। यस्तो घिनलाग्दो उयो भयो क्या धुम्मिएर चाहिँ। हामी चाहिँ छौँ अहिले साथी हो छङ्गु लेकमा। अन्त वरिपरि हेर्नु सक्नुहुन्छ हिउँ हिउँ। अहिले हामी चाहिँ माथि पुगेर आएको कि खासमा चाहिँ माथि पुगेको थियो उयो घिर्लिङमा चढेर। अन्त घिर्लिङमा चढेर चाहिँ उयो माथि पुगेर चाहिँ हामी आएको होइन साथी हो। अन्त हेर्नु सक्नुहुन्छ वरिपरि चाहिँ तपाईँहरूले चाहिँ हिउँ अब नसोचेको जग्गातिर आइपुग्दा चाहिँ
सो ह्याप्पी भएको जस्तै भयो सबै उयोहरू चाहिँ गुराँसहरू चाहिँ झरिसकेछ साथी हो। अन्त हेप्पी जाडो फर्स्टमा चाहिँ मलाई त्यस्तो साइको लाग्दिएको कि अब मेरो सासै बन्द हुँदैछ जस्तै अर्काले भनेको थियो नि त सास बन्द हुन्छ अरे अदुवा खानु अरे पपकर्न खानु अरे भनेको थियो। अन्त कस्तो डर लाग्दै थियो कि भरे त मजा आउँदो रहेछ हिउँ छ साथी हो। हिउँ चाहिँ दामी म चाहिँ पछाडि पनि अहिले वा अहिले यहाँ जिउभरि बस हामी चाहिँ अहिले चाहिँ लहरी चिप्ली गरिकन चाहिँ यहाँ हिँड्दैछौँ है साथी हो। गुराँस हुँदा आएको भन्छ झन् कस्तो दामी देख्थ्यो होला। यो चाहिँ हो छङ्गु लेक। अन्त यहाँनिर चाहिँ अत्रोबाट याक छ ऊ लेक बसिरहेको जस्तो लेक अहिले चाहिँ सिधा लेकमा छौँ। यो चाहिँ पछाडि चाहिँ यस्तो डरलाग्दो लेक देखेको है। यहाँ हेर्नुहोस् है हाँस पौडी खेल्दै जाँदैछ दुईटा। चढ्दिन डर लाग्दैछ अघि कस्तो उयो गर्दै आयो नि त डर लाग्छ मलाई।